जान लागेको छौँ। पानी पर्न रोकिसक्यो। अब स्कुटर पनि एकपल्ट लगेर बसेर पानी परेकोले मैले साथीलाई कल गरेर सोधिसक्यो, हुन्छ भनिसक्यो। अब त्यसलाई भेट्न जाने होइन, त्यसलाई लिन जानुपर्छ। ल अब त्यहाँ गएर भेटौँ है त गाइज। ल है गाइज, हामी चाहिँ भेटिसकेका छौँ है। त्यो हाम्रो रिजन, म, हाम्रो स्कुटर है। हाम्रो पेट्रोल चाहिँ यति छ होइन, फुलै छ जे होस्। चार्जर दिन गएको छ केटो है। तयारी हुँदैछ गाइज, तयारी हुँदैछ। चार्जर लिन गएको छ, पेट्रोल फुल स्लिपर्समा, कज वाइ नट। ल है गाइज, हामी चाहिँ कागेश्वरीको लाइन निस्किसकेका छौँ। अब त्यहाँ पुगिन्जेलसम्म यो भिडियोहरू हामी इन्जोय गर्नु होला। है गाइस होइन, हामी चाहिँ यस्तो भ्यू आउँछमा बसेको छौँ है। यहाँ एकैछिन मात्र बसेको हो होइन। के अरे के भने हे हावा कुछ भी हेर्न सक्नुहुन्छ। भ्यू एकदम बवाल छ है। कागेश्वरी जानु अझै माथि जानुपर्छ होइन। अनि अब हाम्रो स्कुटर यहाँ राखेको छौँ, त्यो चाहिँ रिजन देख्न सक्नुहुन्छ। अच्छा, अनि भ्यू यो पुरै काठमाडौँ भ्यालीको भ्यू है। यहाँबाट कुन कुन जिल्ला के हो मलाई के पनि थाहा छैन है। त्यो चाहिँ तपाईँहरू आफै पत्ता लगाउनुहोस्। सब हामी चाहिँ निस्केको। ठीक है। कपल्स है गाइस, कपल्स।
चाहिँ हाम्रो कागेश्वरी जाने बाटो है। अरे कहना क्या चाहते हो? यहाँबाट चाहिँ हाम्रो कागेश्वरी जाने बाटो है। त्यो मन्दिरबाट जाने बाटो चाहिँ भ्यू एकदम बवाल छ गाइज है। बाटो चाहिँ अलिकति खराब छ। त्यही बाटो कागेश्वरी ल गाइज, हामी चाहिँ कागेश्वरी पुगिसके यहाँ यताबाट अब हामी हिँडेर जानुपर्ने भएको छ। स्कुटर लान मिल्दैन। अच्छा गाइज है, हामी चाहिँ पुगिसकेका छौँ। त्यो कागेश्वरीमा सबभन्दा राम्रो चिज भनेको यही काग हो, जुन चाहिँ अब धेरै जस्तोले भन्छ सुनले बनेको है। अब के हो आई डोन्ट नो। यहाँ फर्स्टमै हात दिने ठाउँ होइन। अब यहाँ अब के गर्नु खोजे थाहा छैन, तर त्यो हाम्रो मेन अब्जेक्टिभ यो गोल्डन क्रो हो कि यो चाहिँ सुनले बनेको भनिन्छ। के कसो हो मलाई नि थाहा छैन है। अब म त्यहाँ माथि यो एउटा मन्दिर जस्तो हुन्छ होइन, त्यता जानलाई चाहिँ यताबाट जानु पर्यो। यहाँबाट सिधा गएर त्यहाँ ढोग्ने, अनि यतातिर भगवानहरू हुन्छ त्यहाँ ढोग्ने, अनि यहाँबाट यसो गरेर यहाँ निस्किने है त। ल ठीक है, जाउँ है त। हामी चाहिँ भर्याङ चढिसकेको छौँ होइन। अब यहाँ एउटा सुइटर धुनुपर्छ, अनि एउटा ढोगेर हल्का आई गेस फोटोसोटो खिचिन्छ होइन। त्यसपछि फेरि घर लाग्छौँ। जस्तो कि यो मूर्ति भयो गणेश भगवान हो है। कसरी ढोग्थ्यो होला अब ल। अब यहाँ सबलाई ढोग्नु पर्ने। रङ साइडबाट आयो क्या हामी यहाँ है। रङ साइडबाट आयो कि यहाँ टप यही काठको। मेन चाहिँ यो हो क्या, हामी कागेश्वरीमा आउनलाई हाम्रो मेन चाहिँ यो हो कि। हेर्न सक्नुहुन्छ चप्पल लगाएर जानु हुँदैन अरे है त। तनाउँदैन नि यहाँ एकदम राम्रो झरना छ है। यहाँबाट मुनि जान्छ अनि यहाँबाट निस्किन्छ है, हेर्न सक्नुहुन्छ। हत्या गर्नुहोस् प्रभु। जाउँ अब यहाँबाट। अब यहाँ भनेको यो शिवलिङ्गहरू भयो, घन्टी भयो। ल यसरी बजाउँछ है, यसरी बजाउँछ यसरी। अनि यहाँ शिवजी नै भयो।
शिवजीको चाहिँ फुल लिनु हुँदैन भन्छ कि, त्यही भएर शिवजीको फुल नलिएको मैले। यहाँबाट जङ्गलको बाटो छ है। रिजनलाई भर्याङ चाहिँ एकदम लास्ट चिप्लो लाग्यो है। मेरो त नयाँ चप्पल हो यार, चिप्लो लाग्दैन नि मलाई अहिले। नयाँ चप्पल हो नि फेरि, आज भर्खर लगाएको। माथि जाने हो र, माथि नजाने। ल हाम्रो जर्नी यतासम्म है। अब बिस्तारै फर्किने चाहिँ यहाँबाट फर्किने है त गाइज। हामी जङ्गलको बाटो हामी फर्किने गाइज। हामी जाँदैछौँ, यहाँबाट अझै माथि पुग्छ तर हामी चाहिँ यहाँ तल जाने। फर्किन्छौँ। फुलसुल सब रेडी छ, घरमा दिनु पर्यो नि त। र हामी स्कुटर भएको ठाउँमा भेट्छौँ। अहिलेको वेदर हेर्दाखेरि बादल कालो कालो है, वेदर हेर्दाखेरि एकदम पानी पर्ला जस्तो। अघि नै पानी परिरहेकै थियो है, बाटो एकदम पानीले भिजेर चिप्लो भएको थियो। अब हुन त प्रब्लम त केही पनि छैन, रेनकोट छ हामीसँग, डबल रेनकोटै छ, डिजल लाउने रेनकोटै छ। तैपनि छिटो छिटो गए एकदम राम्रो हो, किनकि पानी पर्दाखेरि स्कुटर चलाउन नि अलि रिस्की हुन्छ नि त, होइन त? त्यो त हजुरहरूलाई पनि थाहा होला। हामी चाहिँ हाम्रो स्कुटर भएको ठाउँमा आइसक्यो। अनि तपाईँहरू झुक्किनु होला है, पोस्टर यतै छ। यहाँबाट माथि अर्कै ठाउँ जान्छ, यहाँबाट हिँडेर जाने, यहाँबाट स्कुटर जाँदैन। स्कुटर हाम्रो यता छ रेजेटार। तल पुगिसकेको चाहिँ राइडर बिटु सबै ल्याएको छैन। बाटो चाहिँ यस्तो छ, मलाई त्यो डेडिकेसन भएको म त त्यहाँ नजिकै भएको कलेज पनि जाँदिनँ थियो कि। रोडबाट होइन, यहाँ माथिबाट नै आउनु सक्नुहुन्छ। हामी चाहिँ अघि नै आउनेबेला छ हामी बाटो आयो है गाइस। सही बाटो चाहिँ बनाइरहेको जस्तो छ, छिर्छ कि छिर्दैन थाहा छैन। जान्छ कि जाँदैन, जान्छ जाँदो रहेछ होइन गाइस। एउटा भेहिकल चाहिँ बाइक स्कुटरहरू चाहिँ गाडी चाहिँ छिर्दैन, गाडी चाहिँ रिपेयरिङको काम भइरहेको, रिपेयरिङ होइन सक्छ। एडभेन्चर बाइकहरू फेरि मेन रोड उताबाट गयो, उताबाट चाहिँ जोरबारी भाउ त होइन, सानो
गाइज फाइनल्ली हामी यहाँ हाम्रो रिजन्सीको घर पुगिसकेको छौँ होइन। अब यहाँ एकैछिन बस्छु अनि म नि घर जान्छु। सो द्याट्स इट फर टुडे। बाई बाई।